जय शम्भो, जय श्री कृष्ण, राधे राधे। श्री स्वस्तानी माताले सम्पूर्ण दर्शक एवं श्रोता मित्रहरूलाई रक्षा गरून् यही कामना गर्दछु। म प्रस्तुता ज्योतिषी गोविन्द भण्डारी तपाईहरूलाई हाम्रो यस मन्त्र टिभीको प्रस्तुति श्री स्वस्तानी व्रत कथा लिएर उपस्थित भएको छु। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, तपाईँले हामीलाई कुन ठाउँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ तल कमेन्ट बक्समा यस ठाउँबाट भनेर लेखिदिनु होला र श्री स्वस्तानी व्रत कथा सुन्नुभन्दा पहिला कमेन्ट बक्समा सबै दर्शक एवं श्रोता मित्रहरूले श्री स्वस्तानी माता की जय भनेर कमेन्ट गर्नुहोला, यही अनुरोध गर्दछु। र हाम्रो यस भिडियोलाई एक लाइक अवश्य गरिदिनु होला। सम्पूर्ण दर्शक एवं श्रोता मित्रहरूले हाम्रो यस भिडियोलाई सेयर गरेर धेरैभन्दा धेरै व्यक्तिहरू सामु यस भिडियोलाई पुर्याइदिनु होला। हामीले हाम्रो यसै मन्त्र टिभी च्यानलबाट सम्पूर्ण श्री स्वस्तानी व्रत कथाका भागहरू प्रस्तुत गर्दै जानेछौँ। तपाईँले हाम्रो यसै च्यानलबाट सम्पूर्ण पाठहरू सुनेर साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। सँगसँगै आफ्नो साथीभाइ इष्टमित्रहरूलाई यो भिडियो धेरैभन्दा धेरै व्यक्तिहरू सामु सेयर गरेर पुर्याइदिनु होला। हामीले ल्याउने श्री स्वस्तानी व्रत कथा नछुटोस् भन्नका लागि तपाईँले सब्सक्राइब गर्नुहोला र नोटिफिकेसन अनमा राख्नुहोला। हामीले भिडियो प्रस्तुत गर्ने बित्तिकै तपाईँले नोटिफिकेसनबाट हेर्न पाउनुहुन्छ। यही अनुरोध गर्दै अब हामी लाग्दैछौँ आजको श्री स्वस्तानी व्रत कथाको अध्यायतर्फ। तपाईँले दत्तचित्त भएर श्री स्वस्तानी माताको ध्यान गर्दै कथा वाचन सुन्नुहोला। श्री स्वस्तानी व्रत कथा सुरु गर्दैछौँ मङ्गलाचरणबाट। ओम एम वर्मा वरुणेन्द्र रुद्रमरुत स्तुवन्ति देव्यस्तवै वेदै साङ्गपद कर्मोपनिषदे गायन्त्यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्त्यं योगिनो यस्यान्तं नं विदुसुरसुरगणा देवाय तस्मै नमः। शिरमा चन्दन चर्चितो जलबपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डल परिविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षे मालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्ये माता चिरं मुखं करोति वाचालं पङ्गुलं लखयति गिरिं यत्कृपा तमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणी कथामिमं। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवी सरस्वती व्यासं ततो जयमुदीरयेत्। यति भनिसकेपछि सम्पूर्ण दर्शक एवं श्रोता मित्रहरूले आफूले लिएको फुलपातीहरूलाई आफूले पूजा गर्ने स्थानमा भगवानलाई श्री स्वस्तानी मातालाई सम्झेर अर्पण गर्नुहोला। अब लाग्दैछौँ हामी श्री स्वस्तानी व्रत कथाको प्रथम अध्यायतर्फ। अथ तृतीय अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, अष्ट प्रजापतिमा सबैभन्दा ज्येष्ठ दक्ष प्रजापति थिए। तिनकी बिरिणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन्। बिरिणी गर्भिणी भइन्। 10 मास पूर्ण भएपछि पुत्री जन्माइन्। कस्ती पुत्री भने 1000 सूर्यको जस्तो तेज भएकी, 32 लक्षणले युक्त, पद्मपत्र जस्तो नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएकी, हात्तीको सुँड जस्ता हात भएकी, कदली स्तम्भ जत्रा तिग्रा भएकी, चन्द्रमाको जस्तो उज्जवल एवं शान्त मुख भएकी, परम सुन्दरी कन्या जन्मेको देखि दक्ष प्रजापतिले आनन्द मान्दै आफ्ना गुरु पुरोहित वशिष्ठ आदि ज्योतिषीहरूलाई डाकी विधिपूर्वक न्वारण गराए। सबै ऋषि ज्योतिषीले गणना गरेर भने, हे दक्ष प्रजापति, यी बालिकाको नाम सतीदेवी भन्ने तिनै वनमा प्रख्यात हुनेछ। दक्ष प्रजापतिले भोजन गराई दक्षिणादि विदा गरे। सबैजना आफ्नो आश्रममा गए। हे मुने, यो कथा धेरै लामो छ, तैपनि म संक्षेपमा भन्दछु। त्यसपछि बिरणीका कर्मैले 33 कोटी कन्या जन्मे। ती सबैलाई दुवै दाम्पत्यले यथायोग्य रूपमा पालन पोषण गरे। अनि अगस्त्य मुनिले सोधे, हे कुमार, ती कन्याहरूको विवाह 33 कोटी देवतासँग कसरी भयो? त्यो पनि सुन्ने इच्छा छ। यति सुनेर कुमार आज्ञा गर्दछन्, हे अगस्त्य मुनि, एक दिन स्वर्गका देवता ऋषि यक्ष गन्धर्व किन्नर 10 दिक्पाल जम्मा भई सभा गरेर भने, हाम्रा स्त्री छैनन्, दक्ष प्रजापति 33 कोटी कन्या विवाह गरौँ, तर कन्या माग्न कसलाई पठाउने भनी मत मिलाई नारदजीलाई डाकी सबै कुरा बुझाई दक्ष प्रजापति कहाँ कन्या माग्न जाऊ भन्दा नारदजीले स्वीकार गरी दक्ष प्रजापतिका घर गए।
दक्ष प्रजापतिले उचित शिष्टाचार गरेर के कामले पाल्नुभयो भनी सोधे। आफूलाई देवताहरूले पठाएको कुरा सुनाई। हे दक्ष, तिम्रा 33 कोटी कन्या 33 कोटी देवताहरूलाई देऊ। नारदजीको कुरा सुनि दक्ष प्रजापति प्रसन्न भएर भने, हे नारद, तिमीले असल कुरा भन्यौ, म धन्य रहेछु। मेरा 33 कोटी कन्या 33 कोटी देवतालाई तिम्रो वचनले दिएँ। एउटी सतीदेवी मात्र दिने छैन, किनकि मेरा पुत्र छैनन्। सम्पत्तिको रक्षा को गर्ला? अन्य सबै कन्याहरू जहिले भन्छौ र जसलाई भन्छौ तिनैलाई दिनेछु। अब यहाँबाट गएर विवाहको दिन ठहराई पठाउन लगाऊ भनी उनले अनेक उपचारले पूजा गरे। नारदजी दक्षसित विदा भएर सरासर स्वर्गमा गए। नारद आएको देखि देवताहरूले तिमी गएको काम के भयो भनी सोधे। नारदले सती बाहेक सम्पूर्ण कन्याहरू दिनेछु भनेको कुरा सुनाए। अनि देवताहरूले धन्य नारद मुनि भन्दै प्रशंसा गरी विवाहको दिन ठहर्याई पठाए। त्यसपछि विवाहका सामग्री तयार गरी देवताहरू कन्या लिन भनी दक्षका घरमा पुगे। उनले देवताहरू आएको देखि आनन्द मान्दै मङ्गल यात्रा गर्दै आफ्ना मर्यादाले सतीदेवी बाहेक 33 कोटी कन्याहरूलाई नारदजीको आज्ञा अनुसार 33 कोटी देवतालाई नै कन्यादान दिए। देवताहरू कन्यादान पाई हर्षपूर्वक आफ्ना स्त्री लिए आफ्ना आश्रममा गए। यो वृत्तान्त कैलाश पर्वतमा रहेका शिवजीले थाहा पाएर देवताहरूले मलाई बाहेक पारी एक वचन पनि नसोधी आफूले कन्यादान लिएछन्। कैलाशको स्वामी भएर पनि मेरा स्त्री छैनन्, अब मलाई कसले कन्यादान देला भनी ध्यान दृष्टिले विचार गर्दा हेर्दा दक्षकी 33 कोटी कन्यामध्ये सबैभन्दा जेठी बाँकी रहेछन्। देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्। अब ती कन्या माग्न कसलाई पठाउँ, आफै जान्छु भनी दक्षका घरमा गए। दक्षले महादेव आउन लागेको परैबाट देखि पिरिणीसित भने, हे स्त्री, त्यो आउन लागेको महादेव हो, के भन्न आयो भनी कुरा गर्दै गर्दा महादेव घर मुनि पुगेर बोलाउनु भयो। अनि दक्षले झ्यालबाट हेरेर माथि आइजा भनी डाकेर सोधे, हे महादेव, आज त मेरा घरमा के कामले आइस भनी हेला गरेर बोले। अनि महादेवले भन्नुभयो, हे दक्ष प्रजापति, तिम्रो घर आउने मेरो अरू कुनै प्रयोजन थिएन। तिमीले कृपा गर्नाले 33 कोटी देवताले कन्यादान पाएर उद्धार भए। अब सतीदेवी बाँकी रहेकी रहेछिन्। म योग्य पनि छु, ती कन्या मलाई दान गर। महादेवका यस्ता वचन सुन्नासाथ दक्ष प्रजापति अत्यन्त रिसाई भने, हे पापिष्ट महादेव, मेरी कन्या सतीदेवी तेरो योग्य कसरी होली? त कस्तो भने मसानको खरानी घसी सर्पको गहना लगाई बाघको छाला ओढेर डमरू त्रिशुली बुढो साँढोमा चढेर हिँड्ने, विषपाङ धतुरो खाई भूत प्रेतली मसानमा बस्ने, दिगम्बर देख्दैमा पनि घिन लाग्ने, यस्तो तैँले मेरै मुखिन्जेल आई यस्तो अयोग्य कुरा कसरी गरिस्? जा, मेरो घरबाट नबस भनी पाखुरामा समाती धपाए। महादेवले यस्तो किसिमसित दक्षले क्षुद्र वचनद्वारा निन्दा गरेको सुनि साह्रै नै चित्त दुखाई बाहिर आएर नदिने भए दिन्न भनेको भए भइजान्थ्यो। यसरी निन्दा गर्नु कामै थिएन। अब कहाँ जाउँ, के गरौँ, ती कन्या मलाई कसरी पारिदेला, कसले पारिदेला तर्क वितर्क गर्दै विष्णुको वैकुण्ठ धाममा पुग्नुभयो। विष्णुले शङ्करजी आएको देखेपछि हत्तपत्त उठेर उच्चासनमा बसाली के कामले आज परिश्रम गर्नुभयो भनी सोधे। अनि महादेवले आफू दक्षका घर गएको र उसले दुर्वाच्य बोली आफ्नो अपमान गरेको सबै कुरा सुनाइसकेपछि, हे विष्णु, मेरा स्त्री छैनन्, त्यसैले घर पनि छैन, त्यही कुरा गर्न आएको हुँ। अब जसरी ती कन्या मेरी हुनेछिन् त्यही काम गर भन्नुभयो। महादेवको वचन सुनि विष्णुले भन्नुभयो, हे ईश्वर, यो काम म पार लगाउँला, हजुरले सन्देह गर्नु पर्दैन। म दक्षका घर जान्छु, म फर्केर नआउन्जेल यहीँ राज गर्नु होला भनी महादेवलाई पर्खाई आफू दक्षका घर जाँदा भए। दक्षले विष्णु आएको देखि माथि डाकेर आधारपूर्वक बसाली, हे विष्णु, आज मेरो घर किन पवित्र गर्नुभयो? आज्ञा होस् भनी सोधेपछि विष्णुले आज्ञा गर्नुभयो, हे दक्ष प्रजापति, केही माग्न आएको हुँ, दिने भए मात्र माग्दछु। यति सुन्नासाथ दक्ष प्रजापतिले भने, हे विष्णु, तिमीले मागेपछि जे वस्तु भए पनि दिनेछु। के चाहियो तिमीले मागेपछि आज्ञा गर भन्नुभयो। त्यति सुनेपछि विष्णु भगवान भन्नुहुन्छ, हे दक्ष प्रजापति, म वैकुण्ठको अधिपति भएर पनि मेरा स्त्री छैनन्। तिमीले कृपा गर्नाले 33 कोटी देवी देवताले कन्यादान पाई उद्धार भए।
अब सतीदेवी छन् तिमीलाई कृपा गर। विष्णुको यस्तो वचन सुनि दक्षले चिन्तित हुँदै भने, हे भगवान् विष्णु, मेरा पुत्र नहुनाले सम्पत्तिको रक्षा गर्न राखेको हुँ। दिनु त उचित थिएन, तर बाचा हारेको हुनाले दिन कर लाग्यो। ती कन्या तिम्री भइन्। अब सुदिन ठहर्याई कन्यादान ल्याऊ। यति दक्षको कुरा सुनि विष्णुले हुन्छ भने वैकुण्ठ जानुभयो। अनि विष्णु आएको देखेर महादेवले सोध्नुभयो, हे विष्णु, तिमी गएको काम कस्तो भयो? अनि विष्णुले उत्तर दिए, हे ईश्वर, म गएको काम पुग्ला जस्तो त भयो, तर आफैलाई भनी मागेर आएको छु। हजुर वृद्ध सन्यासीको रूप धारण गरी कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नु। मलाई भिक्षा नदिए कन्यादान दिने र लिने दुवैलाई श्राप दिनेछु भन्नुहोला। अनि म, हे सन्यासी, मेरो लग्न बित्न लाग्यो। कन्यादान भइसकेपछि भिक्षा दिनेछु। नसराप, बरु यहाँ आएर बस भनी म आफू बसेकै छेउमा बसाली राख्नेछु। र दक्षले कन्यादान दिँदा आँखा छली सतीदेवीको हात हजुरको हातमा पारिदिनेछु। यस दिन यो बेला आउनुहोला भनी दक्षसित भएका सबै विवरण एकाएक गरी बताउनु भयो। विष्णुको कुरा सुनेर प्रसन्न भएका महादेव अवश्य आउनेछु भनी गदगद हुँदै कैलाससम्म जानुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमारगस्ते संवादे श्री स्वस्तानि व्रत कथायां दक्ष कन्या विवाहं वर्णन नाम तृतीय अध्याय। हरि हरि। उपनयतु मङ्गलं वः सकल जगन मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन्दलानि व्याक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी शशशालिनी दशोऽयं क्षोभरहितो ब्रह्मण सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना साधना सन्तु जीवन्तु शारदा शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसङ्ग या कुन्देन्तु सारहार धवला या शुभ्रा वस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या स्वेदा पद्मासना या वर्माच्युत शङ्कर प्रवृत्ति भीर्देवै सदा वन्दिता सामा पातु सरस्वती भगवती निशेषा जड्यापहा कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणेति समर्पयेत्। श्री स्वस्तानि दिव्यार्पणमस्तु। आदरणीय दर्शक श्रोता मित्रहरू, यो त थियो श्री स्वस्तानि व्रत कथा। तपाईले हामीलाई कुन ठाउँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ तल कमेन्ट बक्समा यस ठाउँबाट भनेर लेखिदिनु होला। भिडियोलाई एक लाइक अवश्य गरिदिनु होला। तपाईलाई हाम्रो प्रस्तुति कस्तो लाग्यो, केही कुराहरू सुधार गरिदिए हुन्थ्यो जस्तो लाग्छ भने कमेन्ट बक्समा लेखिदिनु होला। सोही अनुरूपमा भोलिका कार्यक्रमहरूलाई सुधार गर्दै ल्याउने प्रयास गर्नेछौँ। यही अनुरोध गर्दै आजको भिडियोलाई यहाँसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शक श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। भोलिको भिडियोमा हामी फेरि भेट्नेछौँ। त्यतिन्जेलको लागि म प्रस्तुता ज्योतिषी गोविन्द भण्डारी बिदा चाहन्छु। हस्त नमस्कार।